भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार 3वटा अन्तर्राष्ट्रिय एयरले उडान भरेको छ। 2 वर्षदेखि सञ्चालनमा आएको विमानस्थलबाट एकैपटक जजिरा एयर, संयुक्त अरब इमिरेट्स UAE को फ्लाइ दुबई र नेपाल एयरलाइन्सले उडान भरेको हो। नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गरेको छ भने फ्लाइ दुबईले पहिलो पटक उडान सञ्चालन गरेको छ। विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार जजिरा एयरले बिहान 7:40 मा 174 यात्रु बोकेर अवतरण गरेको र पुनः 174 यात्रु बोकेर जजिरा एयरले उडान भरेको बताउनुभयो। सरकारले यात्रुका लागि जुन किसिमको सेवाहरू प्रदान गरेको छ त्यसले यात्रुहरूको आकर्षण बढ्ने र यहाँबाट उनीहरूलाई उड्न सहज पनि हुने महाप्रबन्धक तिवारीको भनाइ छ। उनका अनुसार प्यासेन्जर चार्जमा छुट, ल्यान्डिङ पार्किङ, ग्राउन्ड ह्यान्डलिङ गरी विभिन्न फ्युलहरूमा छुट भएकै कारणले एयरलाइन्सहरूले भाडा दर घटाउन सक्ने भए, जसले गर्दा यात्रुहरूलाई सहज भयो। अब अहिले चाहिँ अब यात्रुको लागि धेरै चोइस चाहिँ के छ, काठमाडौँको चाहिँ भइरहेछ, चोइस धेरै छ हैन। अब चोइस धेरै भइरहेको ठाउँबाट यात्रुलाई हामीले यहाँ चाहिँ आकर्षण गर्नको लागि के गर्ने त भन्दाखेरि हामीलाई उनीहरूलाई त केही इन्सेन्टिभ त दिनु पर्यो। वाइ टु चुज गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट हैन भनेपछि केही इन्सेन्टिभ प्याकेज त दिनु पर्यो। त्यही अनुसार अहिले चाहिँ इन्सेन्टिभ भनेको है। अब हामीले प्यासेन्जर सर्भिस चार्जमा पूर्ण रूपमा छुट छ, ल्यान्डिङ पार्किङ नेभिगेसनमा पूर्ण रूपमा छुट छ, ग्राउन्ड ह्यान्डलिङ छुट छ, विभिन्न छुटहरू चाहिँ फ्युलमा हैन, विभिन्न छुटको कारणले गर्दाखेरि एयरलाइन्सहरूले उनीहरूले भाडा घटाउन सक्ने भए र यात्रुहरूलाई पनि त्यो शनिबार दिउँसो 2:35 मा 159 यात्रु सहित भैरहवा विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो। 159 मध्ये 10 जना भने भैरहवा ओर्लिएको र पुनः बाँकी 149 यात्रु सहित उक्त विमानले भैरहवाबाट काठमाडौँ प्रस्थान गर्यो। फ्लाइ दुबईको अवतरणमा महाप्रबन्धक तिवारीले खुशी व्यक्त गर्दै भन्छन्, यसको अझै प्रचार प्रसार गर्दै लैजानुपर्छ र बिस्तारै चाहिँ जब चाहिँ हामी यसको प्रचार प्रसार डेस्टिनेसन चाहिँ प्रमोसन चाहिँ हुँदै जान्छ र यसले निश्चय पनि यहाँको चाहिँ ट्राफिक चाहिँ यो भेगको र अन्यहरूको लागि पनि अब काठमाडौँमा टिकट नपाउँदाखेरिको अवस्थामा पनि एउटा चाहिँ सेकेन्ड अपर्च्युनिटी हुन सक्छ। नेपाल एयरलाइन्सले पनि यहाँबाट आजैदेखि उडान शुरू गर्दैछ। यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको संख्या 4 पुगेको छ। महाप्रबन्धक तिवारीका अनुसार जजिराले सातामा 3 दिन उडान गर्दैछ। मंगलबार, बिहीबार र शनिबार बिहान 7 बजे भैरहवा आउने र 8:30 बजे भैरहवाबाट कुवेतका निम्ति उड्ने। यस्तै फ्लाइ दुबईले दैनिक उडान गर्ने र दिउँसो 1:45 बजे भैरहवा आउने तथा यसको 1 घण्टापछि दुबई फिर्ता जाने र नेपाल एयरलाइन्सले सातामा 3 पटक काठमाडौँ भैरहवा दुबई उडान गर्नेछ। आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौँबाट बिहान 10 बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ।